यो चाहिँ फुलहरु यसै फुलिरहेछ तपाईहरुले देख्न सक्नुहुन्छ है यो रोजको फुल हो यो चाहिँ अब यस्तै फुलहरु छ थुप्रै छ ल ल रहेछ कस्तो मनाङ लाबा ल ल गाइस ल यहाँ चाहिँ अब यहाँ बच्चाहरु चाहिँ यही राख्नु पर्ने हुन्छ गाइस है अनि माउहरु चाहिँ यहाँ अब कुडको लागि आउँदैछ लन्दा बेबी Kami tiap mana? Oi, belah. Maksudnya apa? Lah. Lah. Lah, bukan ada cerita apa sih? Aduh. Kau nak lihat MCB ni? Lah. Lah. Kau tin kon hang ni? Lah. 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 और पछाड़ी जा कौन आया था फोटो में है ल ल यहाँ जा Hên bật thấm lên đây lên आखे में टान में जम्मा अतिन अतिन में ए मैंने देख्दै कि नेरा यहाँ चाहिँ कुडहरु खाइराछ है गाइस है बाख्राले कुड खान्छ यहाँ चाहिँ अनि यहाँ चाहिँ यस्तो है मज्जाले खा है मज्जाले खा हो यसरी मिठो गरी छ अझै यहाँ आइज ल ल ल कना थाङ भन्छ नि बाबु ल ल आइज ल ल का ल ल ल जाने ल लेट्स गो हे ल हो डो 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 ल ल ल जा ल जा ल ल जाऊ अब टोली खडा ना हे गोठो आवा हे ल्याम्सिम मे ल ल ल गाइस अब चाहिँ यहाँ बाख्राहरु छोडेर आउनु पर्ने छ है 9वटा ल हेर्न सक्नुहुन्छ गाइस है अब चाहिँ बाख्रा चढाउन गइरहे त्यस्तो गाउँले जिन्दगी गाउँमा भनेको बाख्रा चढाउनै पर्छ किनकि घाँस टन्नै छ घाँस खाने हुँदैन फेरि बाख्राहरु चाहिँ है ओइ हिड्यो 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 ल चढ्ने ठाउँ चाहिँ यहाँ माथि छ त्यो डाँडामा है अनि यहाँ चाहिँ गइरहेछ अहिले म चाहिँ यहाँ छु ओइ ओइ यहाँ चाहिँ बाख्राले घाँसु यस्तै छ है ल ओइ 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 के गर्छौ छिटो आइज ल छिटो आइज आइज छिटो अगाडि बढ पत्ताहरू पनि खाने रहेछ त यस्तोहरू ल है ल ल लेट्स गो च्याउ गेममै हरा छु गेम भाइ ल अनि यस्तो छ है यो चाहिँ के पिसाब गरेको यसले ल जम है जम ल जम
गन्तव्यमा पुग्नु छ टाढा छ गन्तव्य टाढा छ यहाँ अगाडि डाँडा छ नि त्यहाँ जानुपर्ने छ हामी ल जाऊँ ल हो आइज ल आइज ओ काली कोना फेरि ओइ ल के गरेको छिटो आइज आइज जल्दी अनि यस्तो छ है ए जुत्नु पर्दैन जानु पर्दैन घरमा आज ल अब यहाँदेखि तल जानुपर्छ है छिटो टोली अगाडि बढ मुनि जानुपर्छ भित्रदेखि है भित्रदेखि जाने ओ त्यहाँदेखि तल झर तल 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 रोडको बाटो होइन है त्यहाँ बाटो छ नि बाटोदेखि जाऊ है ओ शाबास यो बाटो जाने है त ल ल ल ठिक छ ल बढ्यो अगाडि बढ्यो यस्तो राम्रो बाटो छ ल अगाडि बढ्यो ल गयो यस्तै छ गाइस है गाउँको जिन्दगी चाहिँ बाख्रा चढाउनु पर्छ अनि बाख्रा चढायो भने चाहिँ आनन्द हुन्छ हावा पनि चलिरहेछ है अनि यस्तो छ यो चाहिँ हाम्रो अनि यहाँ चाहिँ घर छ गाउँ बस्तीहरू यो चाहिँ खोल्साको बाटो हो हाम्रो है अनि यस्तो छ गाइस अब कतिवटा जुन बाख्रा चाहिँ घरमै छोडिएको छ बच्चाहरू चाहिँ अनि माउहरू चाहिँ लगिएको छ यहाँ अनि बाख्राहरू चढाउँदा चाहिँ अर्कै एउटा मजा चाहिँ के आउँछ भने जस्ट भिरपाखा घाँस दाउराहरू देख्न पाइन्छ होइन यस्तोहरू अब यस्तै खाइरहेको हुन्छ नि त मजा आउँछ क्या मिठो गरी खाइदिन्छ है दामी गरी खान्छ है अनि यस्तै छ लस्करै गइरहेछ है यो चाहिँ पुरानो बाटो हामी सानो हुँदाखेरि पनि यही बाटो गोठला गरिन्थ्यो अहिले फेरि धेरै वर्षपछि चाहिँ यसरी गोठला गर्ने मौकाहरू जोडेको छ है ओइ आइज ल ओइ माथि होइन हाम्रो गन्तव्य त्यहाँ होइन तल छ यस कुरा बुझ्नुपर्छ है ल हरेक ठाउँमा चाहिँ यहाँ खोल्साहरूमा चाहिँ यहाँ सिस्नुको पत्ताहरू छ है भोलि पर्सि फुल्छ यो सिस्नु चाहिँ अनि यस्तो छ है जस्ट रमाइलो हुन्छ सिस्नु घारी नै घारी छ यता पनि सिस्नु छ यता पनि सिस्नुहरू देख्न सक्नुहुन्छ नि सिस्नु छ है यहाँ चाहिँ अनि हामी चाहिँ अब गन्तव्यमा पुग्न आँटिसक्यौँ है अनि गन्तव्यमा पुगेर अब के गर्नुपर्ने भन्दाखेरि चाहिँ अब बाख्राहरूलाई कसरी अगाडि बढाउने है बाख्राहरू चढाउँदाखेरि पनि तरिका हुन्छ त्यो चाहिँ मजाले चढायो भने चाहिँ अघाउँछ मजाले चढाएन भने चाहिँ फेरि अघाउँदैन है गाई चाहिँ यस्तै छ रमाइलो छ अब अर्कै रमाइलो हुन्छ यहाँ चाहिँ गाउँ घर भनेको चाहिँ अर्कै टाइपको रमाइलो हुन्छ है अनि यहाँ यस्तोहरू छ यो पनि खान्छ यो घाँसहरू हुन्छ है अनि यस्तोहरू छ है गाइस यहाँ देखिरहनेको यस्तो बिरालो चढ्ने जग्गाहरू यस्तो छ है हेर्न सक्नुहुन्छ मजाले खाइरहेछ यहाँ यस्तो मजाले खान्छ घाँस है हेर्दै खाउँ लाग्ने क्या है खाउँ लाग्ने गरी खाइरहेको हुन्छ है अनि यस्तो छ है ल ओइ चलो हिँड साथीहरू त गइसक्यो हुन्छ हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ है त गाइस अहिले चाहिँ अब चाहिँ आइपुग्यो है अब आइपुग्यो खोलामा है अनि खोला क्रस गरेर अब जानु पर्ने हुन्छ उनीहरूको ठाउँ गन्तव्य चाहिँ माथि हुनेछ है त्यो डाँडा देखिराख्नु भएको छ नि त्यो डाँडामा हो ल ल अनि आज विशेष गरी चाहिँ किन पनि यो भिडियो बनाइरहेको छु भने नि आज कति चाहिँ अब यहाँ अहिले पनि हावा चलिरहेको छ हेर्नु सक्नुहुन्छ हावाले गर्दा पुरै त्यो हल्लाइरहेको छ है हल्लाइरहेको छ एकदम शीतल छ हावा चाहिँ अनि यो चाहिँ किन पनि म भनिरहेको छु भने जुन हामीले चाहिँ यहाँ चाहिँ यस्तो छ है अनि आइज ल ठाउँमा जाने है ठाउँमा अनि यस्तो छ है यतादेखि ल कहाँदेखि जान्छ सधैँ अझ अब ठाउँमा हामी पुग्न आँटिसक्यौँ गाइस है अनि ठाउँमा पुग्दैछौँ अब
हुन्छ हामी ठाउँमै भेट्नेछौँ थाहा छ